साथीहरु कस्तो छ? म त यहाँ ठिकै छु। तपाईहरु कस्तो छ? यो नेपालको स्थिति यति खराब छ साथीहरु के भनौ। नेपालमा केही गरी खाने छैन, किनकि यो नेपाल यस्तो देश हो कि बाहिरबाट 20 वर्ष 25 वर्ष कमाएर नेपालमा आएर यसो अब बसेर के गर्नु, केही न केही गरौँ न, यसो मनमा उत्साह बनिरहन्छ। तर केही गरेपछि 20 वर्ष कमाएको सम्पत्ति 2-3 वर्षमा गइहाल्छ। अरु गइसकेपछि फेरि अब तपाईको खानुको लागि पनि आफत हुन्छ। यो बैंकको सिस्टम यस्तो छ कि के भन्नु। त्यो हुनाले कमायो 20 वर्ष 25 वर्ष घरमा आएर बसेर खानु, केही व्यापार नगर्नु, नत्र भए बैंक सबै लुटेर तपाईको 20 वर्षको कमाई सबै 1 वर्षमा नै लगिहाल्छ। धेरै टिकेपछि 2 वर्षमा तपाईको पूरा कमाई धमाई सबै लगिदिन्छ। किनकि जुन उद्योग जतिले चल्नु छ त्यति पैसा दिदैन, तपाईलाई उनीहरुको स्मिट हुन्छ, आउनु बित्तिकै हेरिहाल्छ यसलाई कसरी डुबाउने हो। तपाईको उनीहरुको जस्तो कि अब तपाईको 10 रुपैयाँले कुनै काम हुनुभला छ भने 5 रुपैयाँ दिने गर्छ। अनि 5 रुपैयाँ पनि दिएपछि त्यो तपाईले यसरी दिन्छ कि त्यो पैसा केही कामैको छैन। त्यही हुनाले अब मैले करोडको कुरो गरेन, 5 रुपैयाँ 10 रुपैयाँको कुरो किन गरियो कि मान्छेहरु 20 वर्ष कमाएपछि त्यो त थुप्रै कमाउँछ, 2 करोड 3 करोड पैसा कमाउँछ, त्यतिको प्रपर्टी पनि लिन्छ। त्यो प्रपर्टीमा उसको मन पनि त्यस्तै हुन्छ कि अब 2-3 करोड कमाए 1 करोडको कामै गरिहालौँ न, हैन। अनि व्यापार त बिन बिजनेस व्यापार त त्यस्तै हो, बिन लोनले चलिदैन। बिस्तार बिस्तारै तपाई 2-3 करोड कमाए होला, कमाएर केही प्रपर्टी किने होला, तर तपाईको 1 करोड लोन लिइसकेपछि तपाई 3 करोडको प्रपर्टी त्यतिकै गइहाल्छ एकै वर्षमा। अब फेरि तपाईको लोन पनि नदिने, 1 करोड दिएपछि भयो, अनि त्यसको तपाई संरचना यताउति गरेर तपाई खर्च गरिसक्नु भयो। खर्च गरिसकेपछि अब हेर्नु, अब फेरि तपाईलाई अवस्था चाहियो पैसाको, अनि उ पैसा दिदैन। बैंकै भन्छ कि अब पैसा लगानी गर्दैन, यस्तो भयो उस्तो भयो। अब तपाई त डुबिरहेछ, बैंकको त्यसो मतलब छैन। फेरि बैंकमा यति धोकाबाज बीएमहरु हुन्छ कि के भन्नु। यस्तो कुरो गर्छ कि बैंकसँग कुनै सम्बन्धै छैन, तर जति बेला लोन खुलेपछि जसलाई डुबिरहेछ पहिलेदेखि त्यसलाई दिदैन, फेरि अर्कोलाई डुबाउनुको लागि खोज्छ। त्यस्तै हो, म यस्तै भिडियो बनाएर म राख्छु। लाइक सब्स्क्राइब शेयर गर्नु होला। म बैंक सम्बन्धी भिडियो बनाएर राख्छु। तपाईहरु यो भिडियोलाई लाइक सब्स्क्राइब शेयर गरिदिनु होला। मैले बैंकिङ म कसरी डुबेछु त्यो सम्बन्धी म बनाएर राख्छु भिडियो। तबको लागि म राखिरहेछु।